सो गाइज अहिले चाहिँ 4 बज्दैछ सो देख्न सक्नुहुन्छ लास्ट डे सो एक्साइटेड फर द्याट को उठेर चिया बनाउँदै हुनुहुँदो रहेछ एकजना चिया बनाउँदै हुनुहुँदो रहेछ धेरै ठुलो सोले बोल्यो नि गाली गर्छु गाइज ल अहिले उज्यालो भइसकेपछि भिडियो बनाउँछु ल So hello guys, it's day 3, last day. अनि यो बिहानीको टाइममा अनि ग्रीन ग्रुपले चाहिँ आज वर्शिप गर्नुहुनेछ सो यति नै छ मैले मेरो ओठले तपाईको मुखबाट निस्केको सबै नियमहरूको वर्णन गरेको छु आमेन अहिले हुन चाहिँ हैन खाजाको टाइम हो खाजा रेडी नभएको भएर ट्यालेन्ट सो हुँदैछ तर आई थिङ्क हुँदैन होला किनकि मान्छेहरू सबै आइसक्नु भएको छैन म देखाइदिउँ क्या ट्यालेन्ट आउनु कहाँ म देखाइदिउँ क्या ट्यालेन्ट ट्यालेन्ट सो हो कुन गीतमा भन पपी जात एउटा डान्स हाल्दै सिंगल एउटा गीत सुन्नेछौँ ओके नाच्ने खालको गीत ल गीत सिक्नेछौँ है यो समय चाहिँ नाच्ने खालको के डान्स गर्ने वहाँ हात दायाँ तिर गए दानियल दाइले गीत पनि सिकाउनुहुन्छ र त्यो गीतमा हामीलाई नचाउनु पनि हुन्छ है ओके हुन्छ यो समय दानियल दाइ अरू कुरा थाहा भएन थकै लाग्ने गरी डान्स गराउनु पर्यो हामीलाई तर यहाँ चल्न नाच्नै पाएन आरामै छ हुनु नहोला जस्तो लाग्दैछ एकदम आराम हो के एकदम आराम हो तपाईँले नसुने मात्रै हो त्यहाँ चिसोले पनि गाह्रो बनाइरहेको अवस्था हृदयमा चाहना छ केही गरी देखाउने आयो अब सुन्दै पनि हाँसम गाउने है त ओके वो ओ ओ वो ओ ओ ओ वो ओ ओ वो ओ ओ ओ सरी गाइज क्यामेरा त हल्ले हल्लै छ तर क्यामेराले पनि इट्स ओके हेर्नु होला A few moments later. अगाडि अगाडि भाद्र डम बजाएर सबैलाई नचाइदिएको तर भर्खर नाचेर थाकेर हिँड्छु बुढिया भाद्र चना तर तिमी चाहिँ नाच्नु पाएन नि त बिचरा पछि गएर आउँछ अब के हो रे पछि बादमा आउँछ फेरि पछि पनि तिमीले ड्रम बजाउनु पालो होला होइन म प्राप्नु गर्छु हो हजुर न खानु खाना अब हजुर हजुर खानु न खाना हजुर के खानाले खाजा हजुर खाजा खानु तपाईँ अब ए ल ल है ल ल ल गाइज अब चाहिँ हामी खाना खानेछौँ हामी खाने हो कि के हो के थाहा म त खाइदिएँ अब होस् लिडर हाम्रो लिडरै यस्तो हो के भयो त अनि अब लिडर हाम्रो लिडर यस्तो हो रिस राम्री छ लिडर गाइज अहिले चाहिँ हामीले खाजा खाइसकेका छौँ अनि खाइसकेर अनि हाम्रो भाइहरूले रहेछ ओ सामेल भाइ ल्याएर लुगा मिलाइ हजुरले डान्स गर्नुभएको थियो त्यसरी नै यो सेसनमा पनि तपाईँहरू भाग लिनुहोस् 1 hour later. सो गाइज यो चाहिँ हाम्रो ब्रेक टाइम त्यही भएर मैले छोटो भ्लग बनाइहालेँ ब्लग सुरु भयो ब्लग यस ब्लग होइन ब्लग
ब्लग हो ब्लग A few moments later. अहिले चाहिँ हाम्रो दाइहरूले फेरि नचाउने रे नाच्न पाएन भनेको थियो अहिले त खुट्टै दुख्नु थालिसक्यो नाच्दा नाच्दा सबैजना आरामै हुनुहुन्छ छैन भएको छैन है अनि यही प्रभुको उपस्थितिमा जाने मौका चाहिँ यही हो है तपाईँले आफूलाई फ्री गर्ने मौका चाहिँ यही हो है जब तपाईँ नाच्नुहुन्छ जस्तै दाउदले चाहिँ तपाईँ नाच्नुहुन्छ होइन तपाईँको जीवनमा चाहिँ आज छुटकारा आउन सक्छ है त्यसै कारणले गर्दा आउनुहोस् आज हामी फ्री हुनेछौँ अनि नाच्नेछौँ आज एउटा लाज पनि एउटा बन्धन हो क्या है त्यसै कारणले गर्दा आज तपाईँ फ्री हुन चाहनुहुन्छ भने के गर्नु पर्यो ओके तपाईहरु पनि नाच्नु पर्यो त्यसो भए है त ल हामी पनि नाच्छौँ तपाईहरु पनि नाच्नु तपाईँ पनि नाच्नुपर्छ दाइ ओके तपाईँ पनि नाच्नुपर्छ त्यसो A few moments later. अर्चना दिदीहरू प्रेज द लर्डमा नाच्दै हुनुहुन्छ हाम्रो बहिनीको डान्स हेर्नु होला गाइस फेरि भेट्नेछौँ अब सकियो आज हाम्रो 3 दिनको युथ क्याम्प सकियो गाइस बाई 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 अब हामी जान्छौँ घर है बाई बाई ल बाई 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 राम्रोसँग जाऊ कस्तो भयो त फर्स्टमा आज यो 3 दिनको भेरी ब्लेस्ड यस तर रमाइलो हो। लास्टको दिनमा चाहिँ खतरा लाग्छ कन्जुस दिदी हो पसले हो पसलेको राम्रोसँग गर्नुपर्छ आफूले प्रफिट नआइकन कसरी बिजनेस गर्ने त्यही त भन्ने कुरा चाहिँ मैले राख्छु तर त्यो कुरा चाहिँ खासमा हाम्रो कमिटीको पोस्टमा जाने हो त्यो मेरो लागि होइन हाम्रो यो कमिटीको लागि हो त्यही भएर माफी चाहदछु ल धन्यवाद ल धन्यवाद अब युथ क्याम्पमा हामीले भेटेर भेटिरहन्छौँ युथ क्याम्पमा चाहिँ अर्को वर्ष मात्रै भेट्छ है त दाइ अब हामी जान्छौँ हस् बाई बाई
ल हामी जान्छौँ है बाई 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 दाई हस् जय मसी बाई बाई One hour later. सो फाइनली गाइज हामी चाहिँ घर आइपुगिसकेका छौँ यहाँबाट भ्लग सुरु गरेँ त्यहीँ आइपुगिसकेका छौँ सो 3 दिनपछि आफ्नो घर आउँदा खुसी लागिरहेछ सो यसपालिको युथ क्याम्प रमाइलो भयो र अहिलेसम्म हेरिदिनु भएको लागि थ्याङ्क यू सो बाई बाई एन्ड टेक केयर अनि हामी भोलि चाहिँ मेरो के छ अरे भोलि चाहिँ अनि भोलि चाहिँ मेरो स्कुलबाट फेरि हामी घुम्न जानेछौँ टुर छ सो अब टुरमा भेटौँला बाई बाई